यो हामी लाइभमा छौँ यति बेला। हामी यति बेला लाइभमा छौँ साथीहरू। यो चितवन 29 मा भेटिएको गणपति डिलक्सको गाडीको हामी यो उत्खनन कार्यको लाइभ प्रत्यक्ष प्रसारणमा छौँ यति बेला। यो निकाल्ने काम धमाधम भइरहेको छ, तर पनि एकदमै समस्या देखिएको छ यहाँनिर। यहाँ कुनै पनि स्रोत साधन ल्याउनलाई एकदमै अप्ठ्यारो छ, बाटो छैन। त्यो एउटा चाहिँ झोलुङ्गे पुल मात्रै भएको कारणले गर्दा एकदमै अप्ठ्यारो पर्छ। अब एकजना चाहिँ जसले चाहिँ यो लाएर यो चाहिँ पानी हेर्नुस् त फेरि भरिसकेको छ। यो चाहिँ निकाल्ने प्रयास गरिरहनु भएको छ। उहाँ चाहिँ टायर कान्छा भन्नु होइन है, टायर कान्छा दाइ उहाँ 40 वर्षदेखि यस्तै काम गर्दै आउनु भएको छ। उहाँसँगको अनुभवले पनि यो चाहिँ आज तत्काल आज निस्किन सक्ने सम्भावना छैन। यो कम्तीमा निस्किनलाई भोलि पनि मुस्किलले भइहाल्यो भने पनि साँझसम्म मात्रै हुन्छ। रातिसम्म चाहिँ प्रयास गर्यो भने कतै हुन्छ कि अझ पनि यो चाहिँ किचनहरू अझै थप्नुपर्छ, नारायणगढबाट ल्याउनुपर्छ, बल्ल हुन्छ कि भनेर चाहिँ उहाँको अनुभवले भनिरहेको छ। र यद्यपि यहाँबाट चाहिँ अब उत्खननमा चाहिँ बिहानैदेखि जुट्नु भएको नेपाली सेनाको टिम यो स्थानबाट चाहिँ फर्किसक्नु भएको छ। त्यति बेला चाहिँ अब हामी यहाँ चाहिँ नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही जवानहरूलाई देखिरहेका छौँ। उहाँहरू चाहिँ बिहानैदेखि खट्नु भएको छ भने अब सरस्वती यो चाहिँ अलिकता लाजै मर्दो भइसकेको छ। हामीले प्रत्यक्ष रूपमा तपाईँलाई यो हामी रिपोर्टिङ गरिरहन्छौँ। यहाँ चाहिँ बेला बेलामा यस्ता खालका घटनाहरू परिघटनाहरू भइराखेका हुन्छन्। अब सरस्वती आजको यो चाहिँ हेर्दै गर्दाखेरि यतिको दिनसम्म भइसक्यो, हामीसँग कुनै पनि खालका राम्रा अब औजारहरू छैनन्। हामी अझै पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीले यो बेलचा सम्मान सबैले गर्नुपर्छ। यद्यपि नेपाल सरकारले यो विषयमा चिन्तन र चासो नदेखाउँदाको परिणाम आज पनि यो चाहिँ विगत अब लामो समयदेखि लडिरहेको बस जेनतेन गरेर भेटियो। भेट्न त भेटियो, तर अब के भेटियो यो विषयमा सरकारले अलिकता चासो दिन पर्यो। चितवनका प्रमुख जिल्ला अधिकारीलाई हामी यही लाइभबाट पनि भन्छौँ, प्रमुख जिल्ला अधिकारी तपाईँ एउटा चाहिँ उदयमान एउटा चाहिँ नेपाल सरकारको एउटा जिम्मेवार व्यक्ति हो। अलिकता यो विषयमा अलिक चिन्तन लिन पर्यो। कसरी हुन्छ अलिक विकल्पहरू चाहिँ खोज्न पर्यो। सुरक्षा निकायको उपस्थितिलाई अलिकता यहाँ चाहिँ साँच्चीकै गर्न सक्छन् है, यिनीहरूले चाहिँ अलिकता भरलाग्दो बनाउनु पर्यो। तपाईँको उपस्थिति यहाँ चाहिँ तुइन खोलामा हामीले पहिरो जाँदाखेरि देखेका थियौँ। यद्यपि यो चाहिँ जति बेला सिमलतालमा घटना भयो त्यति बेला तपाईँ हुनुहुन्थेन, तर पनि पछिल्ला गतिविधि तपाईँको उपस्थिति सक्रियताले एक खालको चितवनवासीहरूमा चासो बढाएको छ। चितवनमा एउटा शासकमा हुनुपर्ने गुण तपाईँभित्र छ भनेर चाहिँ साँच्चीकै तपाईँको उपस्थिति अलिक बलियो देखाउनु पर्यो। यहाँ चाहिँ सधैँ यो केटाकेटीहरू खेले यो चाहिँ यतिका धेरै अब चितवनको त खासै भन्यो भने बेइज्जतै हुन थालिसक्यो। चितवनमा लडेको एउटा बस, यो बाढी पहिरोमा पुरिएको बस निकाल्न कतै 1 महिना लाग्छ कि भन्ने अब डर पनि बढ्दै गएको छ। यदि यसो भयो भने चितवनका प्रमुख जिल्ला अधिकारीले चितवनवासीहरूले कस्तो महसुस गर्नुपर्ने हो? यसले चाहिँ समग्र देशमा वा बाहिर विदेशमा बसेर कस्तो खालको चाहिँ परिणाम दिन्छ, बाहिर चाहिँ कस्तो खालको चाहिँ यसले चाहिँ परिचय बनाउँछ भन्ने विषयमा अलिकता गम्भीरताका साथ ध्यान दिन आवश्यक छ। यी यहाँ चाहिँ अब किन चाहिँ मिल्दैन, अलि यसलाई चाहिँ अब विज्ञहरूको टोली हुन्छ कि अब यसलाई चाहिँ मन्त्री परिषदमै भएर पनि अब बैठक बसाएरै हुन्छ कि के गर्नुपर्छ त्यो विषयमा चाहिँ अलिक ध्यान दिन आवश्यक छ। हामी यहाँ प्रत्यक्ष प्रसारणमा छौँ र तपाईँलाई चाहिँ हामी यहीँबाट गम्भीर ध्यान आकर्षण गराउन चाहन्छौँ। जस्तो अहिले छोडेर गयौँ, भोलि बिहान फेरि यस्तै परिस्थितिमा छोड्नुपर्ने अवस्था नआओस् हामी यही भन्छौँ। र अब चाहिँ साँझ पर्न थालिसकेको छ। अब यसलाई चाहिँ आजको दिनमा अब यो निकाल्न सम्भवना छैन भनेर प्राविधिकहरूले पनि भनिसक्नु भएको छ।
र हामी यो प्रत्यक्ष प्रसारण यहाँबाट चाहिँ अब टुङ्ग्याउँछौँ। फेरि पनि तपाईँलाई चाहिँ यहाँको वस्तुस्थितिको बारेमा हामी निरन्तर रूपमा अपडेट गराउनेछौँ, निरन्तर रूपमा सूचना र जानकारी चाहिँ दिँदै जानेछौँ। अहिलेलाई भने म बिदा हुन्छु। नमस्कार। फेसबुकमा हो कि फेसबुकमा ढोका हाल्नु भएको छ त यार। यहाँ चाहिँ सिकाउनु न यार कसरी गर्नु। किन फेरि लोगो चाहिँ कसरी आयो? सिस्टम सबै एक्सप्रेसनको क्वालिटी आउँदैन। ल भाइ आउँदैन होला जाने अब लिन्छ कि हेरौँ यही त हो ढुक्क पानी ढेका दिन निकाल्छ। व्यस्त त हुन्छ अनि यहाँ राति पनि ड्युटी हो र? यहाँ टेन्सन सब व्यवस्थापन भइसक्यो त। तर बिचरा यहाँ खट्ने पुलिसलाई त गाह्रो छ यार। गाह्रो छ रातिमा जाडो छ। यस्तो चिज छ यार निमुन्ने होला नि डर छ यार। यो बालुवा ओली केपिएलले जाउन भने जस्तो पानी जहाज चल्छ भन्थ्यो नि बुढोले। हो त्यस्तो पानी जहाजमा त म क्रेन चढाएर यहाँ ल्याएर पानी जहाज ल्याउनु छ त नि यहाँ पानीको लेभल मिल्नु पर्यो नि त पानी जहाज ल्याउनुलाई। हजुर पानी जहाज ल्याउनु त पानीको लेभल मिल्नु पर्यो नि। यसलाई ड्याम बनाएर थुनेको ठाउँमा पो चल्ने हो। यस्तोमा त पानी जहाज उकाल्न कसरी चल्छ त नि? यो हेलिकप्टरले चाहिँ तान्थ्यो। हेलिकप्टरले चाहिँ ठुलो खाले अलि बलियो खाले ठुलो खालको हेभी खालको हेलिकप्टर खाले। यो त यार नेपाल सरकारकै हो त यार। यत्रो लागिराखेको छ त हेलिकप्टर ल्याएर गर्न सक्छ त। सक्छ नि नेताहरूले दुईटा तिनटा हेलिकप्टरले टक्क आर्मीको गर्नुपर्ने चाहिँ त्यही नै हो। यो यसमा हो आर्मीको बरु कति बालुवा खन्न पर्ने खन्न लगाउने। यो टुचन तान्ने मेन पाँचकै यो उसमा राखेको डोरी माथि तानिहाल्छ नि। जनशक्ति त जति नि छ नि। आर्मी त नेपालमा जति नि छ नि। आर्मी तपाईँको परेड खेल्ने आर्मीलाई परेड खेल्ने आर्मीलाई नेपाल सरकार चाह्यो भने धेरै त भनिन्न। 2 दिनदेखि 3 दिनमा तपाईँको डे नाइट सिफ्टबाट लाइटिङ गरेर काम गराउने हो नि। यो पुरै यो एरिया यो पुरै पाकै फाल्न मिल्छ। बालुवा फाल्न त गाह्रो छैन नि। बालुवा त हो नि। बालुवा हो टुचन लाएर यहाँ गढेको कसरी निस्किन्छ नि? सम्भवै छैन। बस देखियो भनेपछि कमसेकम 10 फिट खन्नुपर्छ क्या यहाँ। हो 10 फिट खन्न पर्छ। 12 फिट हाइट हुन्छ। 10 फिट चाहिँ खन्नुपर्छ। एसियामा हजुर नि पत्रकार त होइन मैले यसो लाइभ गरेँ। कतै भ्युअर आउँछ दायित्व पनि भयो। सूचना त दिनु पर्यो नि। सूचना दिनु पर्यो। एकदम
यो कपाल चाहिँ त्यसै फुलेको होइन 40 वर्षको मेहनत छ ए के रहेछ यार पार्टी यार थ्याङ्क यू केटो कहाँ आइछ नि यहाँ फेरि मलाई तँलाई मैले सम्झेछु त्यो दाइलाई त एज यार त्यो दाइ सबै त हेरे हैन उ त रिपोर्टिङ गरेको दाइ के गरे अलग अलग हो कहाँ अलग अलग हुन्छ सँगै हो नि पार्टी एउटै पार्टी हो सबै त्यही त यार देखेको यार हेमराज पार्टी कहाँ छ अब जानी खोजेछु एकछिन छैन ए त मोटा हैन छैन भन्नु ग्रो हुँदैछ त्यसलाई कहिले पनि सानो छैन